हेलो नमस्ते। तपाईहरुलाई थाहा छ आजभन्दा 5-4 वर्ष पहिला हेर्ने कथाले हाम्रो भोजपुर ट्याम्के मयूमा जन्म भई र त्यही ठाउँमा भेडा बाख्राहरू पालन पोषण गर्दै बस्नु भएको सन्नी मिनिखा भाइको चाहिँ व्यथा कथालाई आधारित बनाएर एपिसोड हेर्ने कथाले 4 वर्ष पहिला 52औं एपिसोडमा चाहिँ उहाँले यो अपलोड गर्नुभएको थियो। त्यसैबाट चाहिँ मैले लिएको यो भिडियो तपाईहरुलाई कस्तो लाग्छ र उहाँ हाम्रो एउटा भोजपुरे छोरा हुनुहुन्छ सन्नी मिठा। त्यसैले तपाईहरुलाई कस्तो लाग्छ र नयाँ जोडिनु भएको छ भने लाइक कमेन्ट सब्स्क्राइब गर्न नभुल्नु होला र उहाँलाई माया गर्नुहुने तपाईहरुको मनमुटुमा बस्नु भएको सन्नी भाइलाई पनि धेरै धेरै सम्झना र विद्या चापागाई सिस्टरलाई पनि धेरै धेरै